राजनीतिक विश्लेषक तथा माओवादी केन्द्रका युवा नेता रामप्रसाद देउपाने हुनुहुन्छ। रामप्रसाद स्वागत छ यहाँलाई। हजुर नमस्ते अभिवादन। यति बेला रवि लामिछानेको बडो चर्चा भइराखेको छ। विभिन्न ढङ्गबाट रवि लामिछानेलाई अब कानुनी रूपमा दबाउने प्रयास भयो भनिराखिएको छ। अहिले पछिल्लो समय उनको परिवार सर्वोच्च अदालत समेत पुगिसकेको अवस्था छ। विभिन्न ढङ्गबाट त्यो अल्झिराखेको अवस्था छ। यो समग्र घटनालाई कसरी हेर्दै हुनुहुन्छ तपाईँ एकजना राजनीतिक विश्लेषक राजनीतिक कर्मी भएको नाताले? अब यो रवि लामिछानेलाई योजनाबद्ध भएको कारणले पछिल्लो समय यो अलिकति कानुनी रूपमा अलि बढी जटिल बन्दै गएको कारणले गर्दाखेरि अब यो तत्काललाई यो हुन्छ भन्ने अवस्था त छैन। तर सत्ता समीकरणको हिसाबले भोलि सत्ता परिवर्तन हुने अवस्था बन्यो भने त्यसपछिको कोल्टो कस्तो फेरिन्छ त्यो हेर्न बाँकी छ। तर अहिलेसम्मको अवस्थामा हेर्ने हो भने यो रवि अरू मान्छेहरू कैदीहरू भित्र पसे बाहिर निस्के, तर रवि लामिछानेको घटनालाई हेर्दाखेरि के त भने जसरी हुन्छ उसलाई नराम्रोसँग फसाउनेको लागि त्यो गरिएको कारणले गर्दाखेरि उसको भित्र बसे पनि र बाहिर आइसकेपछि पनि उसको राजनीतिमा नराम्रोसँग दाग लगाउनको लागि रविलाई सिद्ध्याउनको निम्ति यो योजनाबद्ध ढङ्गले त्यहाँ छ। तपाईँ देखिनु आज भर्खरै मात्र नयाँ पत्रिका नामक एउटा राष्ट्रिय दैनिकले एउटा खबर छाप्यो जहाँ चाहिँ सहकारीकै ठगीको रूपमा अथवा रवि लामिछाने नै आबद्ध रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नाम मुछिएको सञ्चालक समितिको जिम्मेवार व्यक्ति भएको काङ्ग्रेस सांसद एकजना राई चेली उहाँ यति बेला फरार सूचीमा हुनुहुन्छ। उहाँ फरार रहँदै गर्दा हिजो भर्खरै मात्र रवि लामिछानेलाई घरको बेडरुमसम्म पुगेर प्रहरीले पक्राउ गर्यो। तर उहाँ हिजो 12 गते प्रतिनिधि सभामा भएको बैठकमा उहाँ समावेश हुनुभयो। प्रहरीले कुनै हस्तक्षेप गरेन, पक्राउ गरेन, 6 महिनाको तलब भत्ता बुझेर जानुभयो, प्रहरीले देखेन भन्ने समाचार बाहिरियो। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँले? पहिलो कुरा त यो हामी पहिले पनि भन्दै आएको र सबैलाई थाहा भएको कुरा, अहिलेको सरकार भनेको आफ्नालाई बचाउने, आफ्ना विरोधीहरूलाई फसाउने यो राजनीतिक खेल नाङ्गो तरिकाले देखिराखेको कारणले यसको घटना त्यही हो। किनभने आफ्नालाई जसरी भए पनि अहिले त्यही भ्रष्ट मान्छेहरू ऊर्जा मन्त्री छन् होइन, तिनै भ्रष्ट मान्छेहरू अरू मन्त्रालयमा छन्। त्यो रविमाथि चाहिँ प्रत्यक्ष रूपमा जान अन्जानमा होइन, गल्तीले होइन, कानुनी प्रक्रिया अनुसार होइन, नियत बस्ने रविलाई सिद्ध्याउने प्रयास भयो भन्ने तपाईँको आशय रह्यो? केही पनि होइन त भनिँदैन। तर कुनै पनि घटना निवेदन पर्यो भने छानबिन गर्ने, छानबिनको दायरामा आउने त्यो सबैलाई हो, सबैलाई हुनपर्छ त्यहाँ। तर बढी किन भयो भने त्यही प्रकृतिका घटनाका मान्छेहरू जिउँदैछन् अथवा त्यो अहिले सत्तामै छन्। तर त्यही अनुसारका घटनाका मान्छेहरू जेलमा रहनुले के गर्दाखेरि के देखिन्छ भने आफ्नो बचाउने अरूलाई सकाउने खेल चाहिँ यो नाङ्गो खेल चाहिँ भयो भन्ने हो। जस्तो कि हिजो भर्खरै मात्र काङ्ग्रेस सांसद माया राई जो स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रत्यक्ष रूपमा मुछिएको व्यक्ति रवि लामिछाने एउटा मिडिया सञ्चालकको रूपबाट जोडिए। तर माया राई जो काङ्ग्रेसका सांसद समेत हुन्, उनी चाहिँ सञ्चालक समितिका उपाध्यक्ष समथिङ के हुनुहुन्थ्यो, एउटा जिम्मेवार व्यक्ति हुनुहुन्थ्यो। तर उहाँलाई प्रहरीले पक्राउ नगर्नुको अर्थ के हो? त्यो मैले भने त सायद त्यस्तो जवाब त आइसक्यो। आफ्ना बचाउने अरूलाई होइन, सरकारको नियत भयो। प्रहरीको नियत चाहिँ के त? किन सक्नु सकेन प्रहरीले? तीन तहको प्रहरी हुन्छ, बाहिरदेखि भित्र पुग्दै गर्दा भन्ने कुरा बुझ्नु भयो क्या? अहिलेको सरकारमा को छ कुरा बुझ्नु भएन? अहिलेको सरकारमा अहिलेको सत्तामा को छन् भने तिनै राजनीतिक दलहरू छन् जो आफ्ना सबै भ्रष्टहरू बचाउने र आफ्ना मन नलागेका आफ्ना विरोधीहरूलाई फसाउने। त्यसको उपयोग नै माया राईको पनि बचाउ त्यही नै हो। भनेपछि यहाँनिर काङ्ग्रेसको प्रत्यक्ष हस्तक्षेप रह्यो उनलाई नपक्राउनको निम्ति, प्रहरीलाई दबाब रह्यो। त्यो अहिले सामान्य जरुरी छैन त्यो, किनभने हाम्रो त्यहाँ त लेनदेन पनि भयो होला, त्यहाँ चाहिँ दबाब पनि भयो। स्वर्णलक्ष्मी सहकारीबाट ठगिएको पैसा कतै न कतै माया राईले अहिलेका राजनीतिक दलहरूको भण्डारमा पनि चुलोमा पनि पुर्याइदिएको हुनसक्छ, गृहमन्त्रीको घरमा पनि पुगेको हुनसक्छ भन्ने यहाँको आशा। बाहिर जसरी लुकाइयो लामो समयसम्म केही न केही क्राइम डिजाइन त बन्यो होला नि। त्यत्तिकै त ऊ संसदमा निर्धक्कसँग त आएको छैन, प्रहरीसँग सेटिङ नभइकन त आएन। प्रहरीसँग सेटिङ सम्बन्धी मन्त्रालयको सम्बन्धित को छन्, गृहमन्त्री सम्बन्धी पार्टीकै छन्, सबै प्रहरी प्रशासन भनेको तिनै गृहमन्त्रीको माताहतमा रहने हो। तिनीहरूलाई अहिले समात्न जरुरी छैन भनेर भनेपछि त कसको के लाग्यो त यहाँ? भनेपछि काङ्ग्रेसको दबाब रह्यो। यसरी बुझौँ, किनभने अहिलेको ऊर्जा मन्त्री को हुन्?
काङ्ग्रेसै हो। होइन यसलाई आरोप भन्न मिल्यो कि तथ्य हो कि के हो सर यो? होइन, यो नाङ्गो रूपमा देखिएको कुरालाई आरोप किन भन्ने क्या, यो यथार्थ भन्नु पर्यो हामीले। किनभने सुरक्षा संयन्त्रमाथि हेर्नुहोस् त 3 तहको त्यहाँ प्रहरी नै 3वटा घेरामा हुन्छ, बाहिर सशस्त्र व्यवस्थापन तह जति भए पनि सबै प्रहरीहरू गृह मन्त्रालयको मातहतमा हुन्छ। अहिले गृहमन्त्री को हुनुहुन्छ? काङ्ग्रेसको रमेश लेखक हुनुहुन्छ। भनेपछि त सरकार चलाउनेहरूमाथि त गम्भीर प्रश्न रह्यो। अब तपाईहरू प्रतिपक्षमा हुनुहुन्छ, हुन त प्रतिपक्षमा माओवादीले आवाज उठाउने मात्र होइन, सरकारलाई नै उत्तानो पार्ने ढङ्गबाट लागिराखेको छ भन्ने कुराहरू पनि आइराखेको छ। अब तपाईँहरूको भूमिका के रहन्छ? माओवादीले सरकारलाई उत्तानो पार्ने अवस्था छँदै छैन के। प्रचण्डले भनिसक्नु भयो त, एक हप्ताभित्रमा अब यो सरकार आफै प्रतिपक्षी दललाई ब्रिफिङ गरिसक्नु भयो। पुष्पकमल दाहाल प्रचण्डले थाइल्यान्डबाट शेरबहादुर देउवाको दम्पति फर्किन बित्तिकै सरकार ढल्छ, उहाँ मात्रै हामी कुरेर बसेका छौँ। उहाँ आइसकेपछि उहाँले विश्वासको मत झिक्नुहुन्छ। अब काङ्ग्रेसको नेतृत्वमा काङ्ग्रेस र माओवादीको सरकार बन्छ भन्ने उहाँले भनिसक्नु। काङ्ग्रेसको नेतृत्वको सरकारको बारेमा त केपी ओली प्रधानमन्त्री हुने बेला यो कुरा चाहिँ आएको हो कुरा। केही समय अहिले पनि काङ्ग्रेसले नेतृत्व गर्छ भने माओवादीले सपोर्ट गर्ने कुरामा दुई मत छैन। तर यहाँ कुरो के छ भने काङ्ग्रेसको एक थरी समूह, तपाईँ थाहा पाउनुभयो, हामीले अवस्था पर्यो भने यो ज्यादती भयो। हिजो अस्ति ऊर्जा मन्त्रीको एउटा विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमानको एउटा चाहिँ त्यो बक्यौता उठाउने सपोर्ट गर्ने कान्छरामलाई त केपी ओलीले त लात्ते हाने त्यहाँ। त्यो हिसाबले पनि केपी ओली एकलौटी ढङ्गले चलेको कारणले काङ्ग्रेसको एक थरी समूह त चिडिएकै छ। त्यही काङ्ग्रेसको महामन्त्रीले भने तपाईँ थाहा पाइसक्नुभयो, यस्तो ज्यादती हामी लामो समय ठुलो हेरेर बस्न सक्दैनौँ, यस्तै पर्यो भने सरकारबाट बाहिरिन्छौँ भन्ने अवस्था त्यहीँबाटै भनेको कारणले र यो सरकार आफै पनि जनताको नजरमा अहिले शिक्षक सडकमा छ, स्वास्थ्य कर्मीहरू सडकमा आइराखेका छ, हरेक मान्छेहरूको असन्तुष्टि व्यक्त छ, चरम भ्रष्टाचार छ। यस्तो अवस्थामा सरकार चाहिँ जनताबाट र स्वयं गठबन्धनबाट नै अविश्वास र एउटा गनाउने अवस्थामा र कुहिएको अवस्थामा परेको कारणले कुहिएको फल त आफै झर्छ, कसैले झार्नै पर्दैन। माओवादी त्यसमा झार्नै पर्दैन क्या। एमालेको सरकार कुहिसक्यो, गनाएको कारणले झर्न मात्रै बाँकी हो। त्यहाँ माओवादी झार्न पर्यो, त्यसो लाग्यो। गम्भीर कुरा गर्दै हुनुहुन्छ। गम्भीर यथार्थ कुरा हो त त्यहाँ त। किन हजुर अहिले केपी ओलीका मान्छेहरू जुन जिल्लामा जान्छन् त्यो ठाउँमा पुरै रूपमा विरोध, कालो झन्डा यस्ता गतिविधि भइरहेको छ। अहिले नेपालको सबैभन्दा लोकप्रिय सरकारको रूपमा विश्लेषण भइरहेको छ। हेर्नुहोस् त, हिजो अस्ति युवाहरूले युथ सेलिब्रेसनको नाममा वैशाख 11 गते हेर्नुहोस् त त्यति धेरै युवाहरू ओर्लिए। के आधारले तपाईँ गनाएको दुमदुम्की भएको भन्ने आरोप लगाउनुहुन्छ? जनतालाई बुक छोप्ने अवस्था कसरी बन्यो तपाईँ थाहा पाउनुभयो नि। 12,000 युवा उतारेर 1 लाखको भाषण दिने जनताले त राम्रोसँग देखे नि त त्यहाँ त कुरा बुझ्नुभयो नि। 10-12,000 कार्यकर्ता उतार्ने, 1 लाखको चाहिँ बिगल फुक्ने। त्यसपछि गएर चाहिँ यो विगतका जस्तै चाहिँ घर घरमा पाइप पुर्याउने, त्यो के अरे ग्यास पुर्याउने, यो रेलहरू चाहिँ बुढाउने, पानी जहाज उडाउने भने जस्तै यस्ता बेखम्पसे कुराहरूबाट चाहिँ अहिलेसम्म यो केपी ओली सरकारको निरन्तरता, केपी ओलीको गतिविधिको निरन्तरतालाई हेर्दाखेरि त जनताको नजरमा त पुरै गनाइसकेका छ। अब सरकार ढल्यो भने मध्यावधिको प्रश्नहरू पनि रहला। अब सरकार बन्ने अवस्था यदि छ भने काङ्ग्रेस र माओवादी नै मिल्न पर्ने, अहिले प्रतिपक्षमा रहेका दलहरू नै मिल्न पर्ने अवस्था होला, राष्ट्रपालले समर्थन गर्नुपर्ने अवस्था रहला। यदि माओवादी सरकारमा आयो भने के हुन्छ? रवि लामिछानेले अहिले जसरी जेल जीवन बिताइराखेका छन्, उनलाई अन्यायपूर्वक समातियो भन्ने किसिमको जुन तर्कका साथ परिवारबन्दी प्रत्यक्षीकरणको मुद्दासहित अथवा निवेदन रिट लिएर सर्वोच्च पुगिसकेको अवस्था छ। त्यसै गरी रवि लामिछानेको उच्च अदालतमा समेत अब पुनरावेदन गरिसकेको अवस्था छ। अब माओवादी र काङ्ग्रेसको समीकरण बन्यो भने के हुन्छ? के भन्छ, माओवादीले त्यो अवस्थामा पनि रवि लामिछाने निर्दोषी छन् भनेर अडान लिन्छ, अथवा हिजो काङ्ग्रेसले विरोध गरेकै हो, युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले रवि दोषी हुन् भनेकै हुन्, अब उनीहरूकै अनुग्रहमा सरकार बनिसके पश्चात अब गृहमन्त्री माओवादीबाटै हुनपर्ने होला, त्यो हुनाले हामीले स्वीकार्छौँ भन्ने हुन्छ। के हुन्छ यसमा? होइन, यो सरकार परिवर्तन रवि लामिछानेको लागि मात्रै हुँदैन। अहिलेको परिवेशको कुरा चाहिँ अहिलेको
काङ्ग्रेस र एमाले भित्रको तिक्ता होइन, तिक्ताको कुराहरू माओवादी योभन्दा अगाडि माओवादीले रविलाई सरकारमा समर्थन जाने- गरिराख्नु भएको छ। अब नयाँ सरकारमा जाने कुरा गरेको छैन है। रविको हकमा माओवादीको धारणा के रहन्छ मेरो प्रश्न? माओवादीले सरकारमा जाने कुरा गरेका छैन। पहिलो कुरा माओवादीले के भनेको भने हजुर एमाले र काङ्ग्रेसको सरकार लामो समय टिक्दैन, त्यसको अवस्थामा काङ्ग्रेसले नेतृत्व गरेको अवस्थामा माओवादीले सपोर्ट गर्छ भनेको। आवश्यक पर्यो भने सरकारमा जाने कुरा त्यो केपी ओली सरकारबाट बाहिरियो भने त्यसपछिको निर्णय होला। तर अहिले सरकारमा जानको लागि यो समीकरण परिवर्तन हुँदैन। एक अर्को कुरा के हो भने यो सरकार समीकरण रविको लागि मात्रै होइन, तर एउटा कुरा के बन्न सक्छ भने अहिले रवि लामिछानेको छानबिनको कुरा ढिलासुस्ती भएको छ, अलि जासुसीपूर्ण भएको छ। तर छिटो छरितो हुन्छ, दुधको दुध पानीको पानी छुटिन्छ। उहाँ पुरै रूपमा दोषी हो भने भित्र जेलमा जानुहुन्छ, होइन भने बाहिर छुट्नुहुन्छ। तर प्रक्रिया छिटो हुन्छ, यति हो। तर सरकारमा आउने बित्तिकै रवि छुट्यो भन्ने कुराहरू यो भन्यो भने यो फेरि गलत हुन्छ। जस्तो अघि मैले सोधेँ नि हजुरलाई, जस्तो कि काङ्ग्रेससँग मिलेर सत्ता समीकरण बदल्ने अवस्थामा माओवादी छ, यो कुरामा स्पष्ट जनता भइसकेको अवस्था छ। भलै 2/3 नपुग्ला, बहुमत पक्कै पनि पुग्छ। काङ्ग्रेस माओवादी राष्ट्रपा मिल्न बित्तिकै बहुमत पुग्ने अवस्था छ। त्यो अवस्थामा काङ्ग्रेससँग मिलिसकेपछि माओवादी अहिले जस्तै रवि लामिछानेको पक्षमा स्ट्यान्ड लिन सक्छ, अथवा काङ्ग्रेसका युवा नेताहरूको बोलीमा दम थियो, हामीले त यसो राजनीतिक यसो चाँजो पाँजो मिलाएका मात्र हौ, जनताको समर्थनको लागि मात्रै रवि चाहिँ दोषी नै हुन्, जेलै हाल्नुपर्छ भन्ने ढङ्गबाट माओवादी प्रस्तुत हुन्छ। के हुन्छ मेरो प्रश्न? अहिलेको विरोध, हिजोको विरोध के हो भने काङ्ग्रेसलाई खुसी पार्नको लागि एमाले बोलिदिने, एमालेलाई खुसी पार्नको लागि काङ्ग्रेस बोलिदिने, हिजो माओवादी पनि बोलेकै हो सर, होइन बोलिदिने थियो। तर अहिले के भइरहेछ भने अहिले केपी ओलीको पुरै खालको तानाशाही निरङ्कुश प्रवृत्तिबाट अहिले काङ्ग्रेसका नेताहरू चिडिएको कारणले गर्दाखेरि विरोधको कुरा मौन आउँछ, तर अनुसन्धानको प्रक्रिया छिटो हुन्छ। छिटो भइसकेपछि मैले अघि भने रवि लामिछाने दोषी हुनु भित्र जान्छन्, निर्दोष भने छिटो बाहिर आउँछन्। यो कुरा चाहिँ रविले उन्मुक्ति पाउने ठाउँ छैन, होइन। कानुनी प्रक्रियामा गइसकेपछि त कानुनलाई त अहिले केही चाहिँ त्यसलाई लोड चाहिँ बनाइएको, अलिकति ढिला सोच्थे, तर त्यो छिटो छरितो हुन्छ क्या त्यहाँ। उहाँ चाहिँ दोषी हो भने त्यो उहाँ आफैले पनि भन्नुभएको छ रविजीले, र हामीले भनेको कुरा पनि के हो भने दोषी नै हो भने जाने कुरा भयो, होइन भने यो त खालि निकाल्ने राख्ने घुमाउने त्यो अपमान गर्ने जुन कुरा भएको छ त्यो प्रति हाम्रो अपमान हो। त्यो अपमान भयो भन्ने हो। अहिलेसम्मको अवस्थामा माओवादीलाई रविमाथि अन्याय भयो भन्ने नै छ, अपमान भयो भन्ने नै छ हो। किनभने उही प्रकृतिका घटनाका आफ्ना मान्छे बचाइनु, रविलाई मात्रै समातिनु के गर्दा कि सबैको छानबिन भएको भए सरकारले सुशासनको काम गर्यो है भन्ने हुन्थ्यो। आफ्ना अपराधी बचाउने, रविलाई मात्र समान्ने कुराले गर्दाखेरि यो पूर्वाग्रही भयो, यो पूर्वाग्रही हुनु हुँदैन थियो भन्ने चाहिँ हाम्रो हो। तर अनुसन्धानको प्रक्रियामा चाहिँ भोलि अब माओवादी काङ्ग्रेसको केही गरेर समीकरण बनिहालेछ भने रवि छिट्टै छुटिहाल्छन् भन्नुभन्दा पनि अनुसन्धानको प्रक्रिया फास्ट ट्र्याकमा जान्छ, छिटो जान्छ। दुधको दुध पानीको पानी छिटो हुन्छ। भनेपछि माओवादीले रविप्रतिको सदाशयता अलिकति घटाएको हो सर अहिलेको अवस्थामा। अलि अगाडिसम्म माओवादी चाहिँ रविमाथि अन्याय भयो, राजनीतिक प्रतिशोध भयो भनेर निरन्तरताका साथ बोल्थ्यो, हजुर बोल्नुहुन्थ्यो। त्यो त अहिले मैले पनि माओवादीका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड बोल्नुहुन्थ्यो, अहिले चाहिँ अलिक जिब्रो चपाउन थाल्नुभयो क्या तपाईँहरू? होइन, त्यो त मैले अहिले भन्नु सक्नु भएन नि। फास्ट ट्र्याक छिटो हुन्छ क्या। छिटो के हुन्छ भने उनी चाहिँ निर्दोषन् भने छिटो चाहिँ छुट्छन्। अहिले ढिला सुस्ती भएको छ नि त, छिर्छन्। तर कानुनले चाहिँ उनलाई अपराधी नै ठहराएको भने त रवि आफैले पनि के भनेका छन्, मेरो निष्पक्ष छानबिन हो, म यदि दोषी नै हो भने म त्यो भोग्न तयार छु। रवि आफैले भनेको कारणले गर्दाखेरि यो रविकै भाषामा हामीले भने हो क्या। अनि आएर त्यो रविको लागि मात्रै यो सरकारको समीकरण भएको भन्ने कुरा यो साँचो होइन। तर सरकारको आफ्नै असफलताको कारणले यो समीकरण फेरबदल हुन सक्छ भन्ने कुरा चाहिँ बाहिर आएको हो। जस्तो कि सर अब रवि लामिछानेको पक्षधरहरू, रवि लामिछानेका परिवारहरू अथवा रवि लामिछानेको परिवारले सर्वोच्च अदालतमा रवि लामिछानेको अनुमतिमै रविमाथि अन्याय भयो भन्ने ढङ्गबाट बन्दी प्रदर्शकगणको मुद्दा पनि दर्ता भइसकेको अवस्था छ र उच्च अदालत तुलसीपुरको आदेश विरुद्ध पुनरावेदन गरेर सर्वोच्च पुगिसकेको अवस्था पनि छ। अब के त रवि लामिछाने सर्वोच्च अदालतबाट छुट्ने वातावरण बन्ला अहिलेसम्मको तथ्य प्रमाण सुरागहरूको आधारमा?
हामी यहाँबाट छिटो सुझाव के दिन चाहन्छौँ भने सरकारको कुरा सुनेर आल्ला टाल्ला गरेर होइन, रविको लागि जे हिसाबले न्याय पाउनुपर्ने छिटो पाउनुपर्छ भन्ने होइन जिब्रो सफा गर्न बोल्नुहोस् न रामप्रसादजी। अहिलेसम्मको प्रमाण के प्रमाण छन् त्यो तपाईँहरूले धेरै बुझिसक्नु भएको छ, मिडियामा छताछुल्लो भइसकेका छन्, कहाँ कहाँ प्रमाणहरू बलियो छ, कहाँ कहाँ प्रमाण छैन त्यो यहाँहरूलाई जानकारी नै छ। अब के त त्यो प्रमाणलाई टेकेर त्यो आधारलाई टेकेर रवि लामिछानेलाई सर्वोच्चले छोड्ने आधार रहला अथवा रवि लामिछानेलाई अझ कडा कारबाहीको निम्ति तपाईँ आजको न्युज अघि तपाईँले पनि भनिहाल्नुभयो, मैले पनि हेरेँ। आजको न्युजलाई हेर्ने भने त अझै तिनीहरूले के गराउँदैछन्, अझै कडाउ गर्ने। बरु यो सरकार नटिक्यो भने रविको मुद्दा कायमै रहोस् भन्ने तरिकाले थप प्रेसर दिएको पाइन्छ या त रविलाई अझै सिद्ध्याउनलाई। आफू सरकारमा नभए पनि रवि सिद्धियो त रविको पार्टी कमजोर होस् भन्ने कुरा एमाले अहिले मरिहत्या गरी लागेको छ। काङ्ग्रेस अहिले एमाले र रवि बिचमा के छ त्यस्तो टकराव छ यो जनताले बुझेका छैन। अब उसले मान्दिएन के रविले किन मान्दिएन भने जब बिचौलियाहरूको संरक्षण गर्ने एमाले काङ्ग्रेसले योजना बनाए त्यो कुरामा रवि सहमत भइदिएनन् कि बिचौलियाको सरकारको प्रतिनिधित्व त्यो रविले पनि गर्नु पर्थ्यो। त्यो कुरा नमानिदिएपछि नमान्ने भएको कारणले भनेर त्यो पार्टीलाई सिद्ध्याउनुको लागि त एमाले काङ्ग्रेसको ग्रान्ड डिजाइन थियो, त्यही गरे। अहिले यो हालतसम्म पुर्याएका छन्, अझै यो कडा होस् भन्ने चाहन्छन्। एमाले काङ्ग्रेसको काम त सखाउने नै हो, तर हाम्रो जोड के हो भने रविमाथि अन्याय भएको छ, निष्पक्ष छानबिन हो र यथाशीघ्र उहाँले न्याय पाउनुपर्छ भन्ने चाहिँ माओवादीको माग हो। जस्तो कि रविको विभिन्न किसिमका मुद्दाहरू रहँदै गर्दा उनको पक्षमा सदा सहायता पनि छ, जनताको चासो चिन्ता पनि छ। विशेष गरी रवि लामिछानेको आगामी राजनीतिक भविष्यलाई लिएर अब रवि लामिछानेको मुद्दा के हुने हो, रवि लामिछानेबाट त अधिकांशले राजनीतिक भविष्यको रूपमा हेरेका छन्। केही समय अगाडिसम्म प्रचण्डलाई बाबुराम भट्टराईलाई राजनीतिक भविष्य हेरिन्थ्यो, उनीहरूले गर्न सकेनन्। त्यसको फलस्वरूप अब चाहिँ रवि चाहिँ भविष्य बन्न सक्छन् भनेर जनताले आकलन गरेका थिए। उनी अब जेल पर्दै गर्दा जनताका आशाहरू निराशामा परिणत भइराखेको अवस्था छ। त्यो हुनाले अब 84को चुनावमा अब रविले के गर्लान्, उनी चुनाव लड्न पाउँछन् पाउँदैनन् अथवा त्यति बेलासम्म छुट्ला नछुट्ला भन्ने किसिमका प्रश्नहरू पनि धेरै गरिन्छ। के हुन सक्छ यसमा? रवि त्योभन्दा अगाडि नै छुटेर उनी कानुनी प्रतिवादबाट फुत्किएर चुनावी प्रक्रियामा जान सक्ने अवस्था रहला कि नरहला सर? हामीले पहिला जे भनेको थियो त्यो भयो, तपाईँलाई याद छ। रवि बाहिर आउनुपर्छ, बाहिरबाट लड्न पाउनुपर्छ। ढिलै भए पनि त्यो काम भयो। रविजी बाहिर आउनुभयो, बाहिरबाट लड्नुभयो। अब हिजो अस्ति कान्छाराम तामाङ ऊर्जा राज्यमन्त्रीले भनेअनुसार केपी ओली अहिलेको प्रधानमन्त्रीले ठाडै रूपमा निर्देशक पुलिसलाई रविलाई समात्न लगाएको हो भन्ने जो आयो नि एउटा मन्त्रीबाटै, त्यो आइसकेपछि यो कतिसम्म डेन्जर र खतरनाक छ एमाले काङ्ग्रेसहरूबाट रविको लागि भनेपछि। किनभने अहिले न्यायालयमा पनि उनीहरूकै मान्छे छन्। होइन, कान्छाराम तामाङ आफै काङ्ग्रेसका हुन्। रवि लामिछानेलाई धाराशाही बनाउनुपर्छ, सिद्ध्याउनुपर्छ भनेर लागेर हिँडेको काङ्ग्रेस नै हो। उनको कुरामा किन विश्वास गर्ने त? होइन, तर केपी ओली सरकारमा बस्नुन्जेल मन्त्री पद चयन नहुन्जेल बोल्दै नबोल्ने, मन्त्री पद जुन दिन चयन भयो प्रधानमन्त्रीले होइन, केपी ओलीको विरुद्धमा उनी मन्त्री हुँदा पनि के लागे, ऊर्जा क्षेत्रमा तपाईँ देख्नु भएको छ, डटेरै लागिरहेका छन्। त्यसमा त हामीले सम्मान गर्नुपर्छ। काङ्ग्रेस यसमान त भएनन् नि। हजुर, उनले भने म मन्त्री पद त्याग्न तयार छु, तर यो बखौता उठ्नुपर्छ भने। रविको बारेमा अहिले खुलेर भने, हिजो त्यसुकै भने पनि केपी ओलीकै ठाडो निर्देशनमा रविलाई भित्र लिएर हालिएको र रविमाथि चाहिँ जुन किसिमको जति षड्यन्त्र भयो अहिलेको प्रधानमन्त्री केपी ओलीबाट भएको भन्ने कुरालाई हेर्दाखेरि त अहिले केपी ओलीले अहिलेको प्रधानमन्त्रीले चालेको कदम त काङ्ग्रेसका अधिकांश नेताहरूलाई मन परेको छैन। हिजो थिच्नु जोड्ने नेताहरू पनि हामी यस्तै भयो भने सत्ता जति बेला पनि छोड्छौँ भन्ने अवस्थामा पुग्यो नि त। भनेपछि महामन्त्रीहरूले त्यो बोल्न थाले भनेपछि त केपी ओलीप्रति अहिलेको सरकारप्रति कति सन्तुष्ट रहेछ त गठबन्धन भएका दलहरू भनेर तपाईँ यहीँबाट प्रश्न हुन सक्नुहुन्छ कि केपी ओलीको सरकार भनेको एकदमै गनाएको र कुहिएको छ भन्ने कुरा यहीँबाट थाहा हुन्छ। हजुर, अब यो भन्दै गर्दाखेरि अब सरकार ढल्यो भने नयाँ समीकरण भन्दै गर्दा हुन त यो पटकको प्रधानमन्त्री बन्ने पालो सम्भवतः शेरबहादुर देउवाकै होला। माओवादी कसरी समावेश हुन्छ, राष्ट्रपालाई कसरी समावेश गरेर लान्छ, त्यो हुँदै गर्दा भोलिको दिनमा रवि लामिछाने पुनः जेलबाट छुटेर गृहमन्त्री बन्ने वातावरण बन्छ कि बन्दैन?
के हुन्छ यसमा? माओवादीले बाहिरबाट समर्थन गरेर पनि सरकारमा जाने हतार गर्नुहुन्न भन्ने त अहिलेसम्मको निर्णय। हिजो संसदीय दलको बैठक भन्दै गर्दाखेरि कार्यकर्ताहरू तल्लो तहका नेताहरूले त्यो भन्नुभयो, त्यो स्वाभाविक होइन। धेरैजना पनि कुरा उठ्यो, कति बेला यो सरकार ढल्छ र म मन्त्री बनाऊ, त्यति बेला अधुरो छोडेका भ्रष्टाचारका कामहरू पुरा गरौँ भनेर मुक्ति राखेको छ भन्छ नि। त्यो सत्य होइन। हिजो संसदीय दलको बैठकमा पनि तपाईँले केही कुरा सुनिसक्नुभयो। हजुर, केपी ओलीको सरकारको भविष्य खतरा छ। काङ्ग्रेसको नेतृत्वमा सरकार बन्यो भने हामी सघाउँछौँ बाहिरबाट भएर पनि। तर सरकारबाट बाहिरिसकेपछि त एउटा मूर्त रूप त दिनै पर्यो। जसलाई भए पनि त बहुमत चाहिन्छ नै। शेरबहादुर भए पनि प्रधानमन्त्री भए पनि अहिले काङ्ग्रेसले सरकार हान्ने अवस्था छैन। माओवादीले साथ दिनै पर्छ। त्यसपछि अर्को पार्टी पनि त जोडिनै पर्छ कोही न कोही। हो, त्यो सबै भइसकेपछि त सरकार उनीहरूले चलाएर बाहिर सपोर्ट गर्ने अवस्था पनि बन्न सक्छ, पहिलो कुरा। दोस्रो कुरा के हुन सक्छ भने काङ्ग्रेसले त्यो होइन, हामी चाहिँ सरकार मिलेरै चलाउँ भनेर त्यो अवस्थामा आयो भने त माओवादीको फेरि बैठक बसेर निर्णय गर्ला। अहिले निर्णय नगरेको कुरा मैले एउटा कार्यकर्ताले भन्ने कुरा त्यति उचित हुँदैन। अहिलेसम्मको निर्णय चाहिँ के छ त माओवादीभित्र? हजुर, अहिलेसम्मको निर्णय तपाईँ केन्द्रीय स्तरको नेता हुनुहुन्छ, अहिलेसम्मको निर्णय प्रवक्ताले पनि यो कुरा सार्वजनिक गरिसक्नुभयो। यदि यो सरकारको भविष्य छैन, काङ्ग्रेस नेतृत्वमा सरकार बन्यो भने माओवादी केन्द्रले सघाउँछ होइन। तर सरकारमा जाने वा नजाने अर्को मिटिङबाट निर्णय हुन्छ भने हुनाले त्यो संस्थागत निर्णयलाई मैले व्यक्तिगत रूपमा यसो भन्न मिल्दैन। जस्तो कि तपाईँले हामीलाई त के निर्णय भयो सर्कुलर त हामीलाई त आउँछ नि, हामीलाई। अब यति बेला काङ्ग्रेस एमालेको गठबन्धन फुट्ने अवस्थामा छ। माओवादी र रासोपाले साथ दिएन भने नयाँ सरकार बन्न सम्भावना छैन। अब यो गठबन्धन नगरौँ, माओवादीले साथ नदिउँ काङ्ग्रेसलाई, रासोपाले नै साथ नदिउँ, एमाले र काङ्ग्रेस यतिकै मनमुटाव भइसकेको छ, फुट्ने अवस्थामा छ, छुट्ने अवस्थामा छ। त्योभन्दा मध्यावधिकमा जाउँ, नयाँ राजनीतिक एजेन्डाहरू लिएर अब कानुनै संशोधन गर्ने हिसाबले जाउँ भन्ने ढङ्गबाट अब अहिलेको सरकारको त 2 तिहाई पनि छ, प्रत्यक्ष कार्यकारीको प्रस्तावनासहित जाउँ भन्ने हिम्मत किन गर्न नसकेको होला अहिलेको सरकारले? अहिलेको सरकार संसदमा चलखेल किनबेच गर्ने कुरा माओवादी पनि त्यो प्रस्ताव गर्न सकेन कि होइन। मध्यावधिको हिम्मत छ भने प्रस्ताव गर्न सक्नुपर्छ पनि त्यही छ, प्रत्यक्ष निर्वाचित कार्यकारीको। अहिले त औपचारिक रूपमा निर्णय गरिसकेका छ। अब स्थिर र थायी सरकारको लागि अब राजा चाहिँदैन, राजावादीहरू सर्वोल्लम थाले। त्योभन्दा प्रत्यक्ष कार्यकारी को व्यवस्था अथवा प्रधानमन्त्री हुन सक्छ, राष्ट्रपति हुन सक्छ, त्यो व्यवस्था सहित हामी मध्यावधिकमा आयौँ भनेर भाग लिन जान किन नसकेको? त्यो आह्वान किन गर्न नसकेको? अहिले मध्यावधि जान पहिलो कुरा अहिले जान दिनु हुँदैन। त्यसको कुरामा प्रतिपक्षी दलले त्यो जान नदिने भूमिका खेल्छ। जान नदिनु पर्ने कारण चाहिँ के त अहिलेको अवस्थामा? किनभने अहिलेको अवस्था मुख्य कारण धेरै राखेको अवस्था छ। जनताको वर्तमान तन्त्रप्रति, गणतन्त्रप्रति अहिलेको जुन संवैधानिक प्रक्रिया छ यो माथि, संसदीय प्रक्रियामाथि नै प्रश्न उठिराखेको अवस्था छ। म त मध्यावधि गर्नुपर्ने खास बेला अहिले मध्यावधि समस्या समाधान होइन। पहिलो कुरा शिक्षकहरू सडकमा छन्, स्वास्थ्य कर्मीहरू सडकमा आउँदैछन्, आइराखेका छन्, अरू पनि त्यस्ता आन्दोलनका कामहरू थुप्रै छन्। अनि मध्यावधि गएर चुनावमा आन्दोलनकारीहरूलाई सडकमा राख्ने, शिक्षा क्षेत्र अस्तव्यस्त पार्ने, स्वास्थ्य क्षेत्र अस्तव्यस्त पार्ने प्रतिपक्षी दलको हैसियतले त्यो अवस्थामा जान दिँदैन। कुनै न कुनै त्यो अवस्थामा जान नदिनुको लागि अहिले सत्ता समीकरण चेन्ज भइहाल्यो भने साथ दिन्छ। तर हाम्रो कामना के हो भने पहिलो कुरा त यो सरकार नै 84सम्म जाओस् भन्ने थियो, यसको भविष्य छैन। नभइसकेपछि काङ्ग्रेसले नेतृत्व गर्ने अवस्था आयो भने भित्र वा बाहिरबाट प्रत्यक्ष वा अप्रत्यक्ष सपोर्ट हुन्छ। तर मध्यावधिमा जान दिने अवस्था बन्दैन र जान दिनु हुँदैन। तर त्यो जस्तै तपाईँ अहिले मध्यावधिमा गएर हामीले त कानुन त पास गरिरहेको छैन नि त। कार्यकारी राष्ट्रपतिको लागि त्यो त सदनमा पारित गर्नुपर्ने होला नि त। त्यो अवस्था त अहिले त्यो गर्नुको लागि त सदनमा पनि छलफल होला, बहस होला। त्यो मध्यावधिको कुरा त अहिले कल्पना नगरौँ, सम्भव छैन। तर काङ्ग्रेस नेतृत्वमा सरकार भयो भने दलहरूले सपोर्ट गर्छन्, आवश्यक दलहरूले, प्रतिपक्षी दलहरूले सपोर्ट गर्छन्, एमाले प्रतिपक्षमा जान्छ। तर हामी चाहन्छौँ सरकारमा जाने वा नजाने भित्र मन्त्री बन्ने वा नबन्ने पार्टीको आधिकारिक धारणा हुनु पर्ने। भनेपछि यदि काङ्ग्रेसको संयोजकत्वमा, अध्यक्षतामा भनौँ अथवा काङ्ग्रेसको नेतृत्वमा सरकार बन्यो भने जनताको निराशा हट्न सक्ला
अहिलेको अवस्थामा जसरी अहिले सरकारप्रति जनताले एकदम 0% आशा राखेका छन्। अब राजै आउनुपर्छ, यो गणतन्त्रले गर्न सकेन भन्ने निष्कर्षमा जनता पुगिसकेका छन्। काङ्ग्रेसको सरकार बन्दै गर्दा यो किसिमको विश्लेषण कम हुन सक्ला, के हुन्छ तपाईँको विश्लेषण? यस्तो हुन्छ, नेतृत्वको कुरा जेसुकै भए पनि आफूले लिएका मन्त्रालयकाहरू फास्ट्यागहरू छन् नि, त्यसलाई गति दिने हो भने सम्भव हुन्छ। किनभने अब ऊर्जा क्षेत्रमा उज्यालो कार्यक्रम बनाउनेवाला त ऊर्जा मन्त्री जनार्दन शर्माले खेलेका भूमिका त कमजोर छैन नि त, मन्त्रीले खेलेका भूमिकाहरू त। त्यस्तै अरू मन्त्रालयका कुराहरू हेर्ने भन्दा मन्त्री सक्रिय हुनुपर्ने कुरा हो। मन्त्री सक्रिय हुने भन्दा ती समस्याहरू समाधान हुने कुरा एउटा हुने भयो, त्यो हुन्छ पनि। तर मुख्य कुरा के हो भने यो सरकारको कक्षीय गति भन्दा बरु अर्को सरकार समीकरण बन्यो भने त्योभन्दा यो कम्तीमा अलिकति चाहिँ लिन्छ, यो कुरा पक्कै हो। अन्तमा के भन्नुहुन्छ त? यति बेला जनताहरू निराश छन्, विभिन्न किसिमका तृष्णाहरू छन् र त्रासहरू पनि छन्, निराशा पनि छ। जनताले विशेष गरी रवि लामिछाने चुनिएपछि बालिन शाहलाई विभिन्न किसिमका मुद्दा आरोप प्रत्यारोप, घरका सामाङमाथि विभिन्न किसिमका मुद्दा आरोप प्रत्यारोप हुँदै गर्दा नयाँ पुस्तालाई वर्तमान राजनीतिक दलहरूले स्वीकार्न सकेनन्। यहाँसम्म कि माओवादीलाई पनि त्यो आरोप लाग्छ। अब आम जनतालाई के सन्देश दिनुहुन्छ तपाईँ? पहिलो कुरा, अहिलेको यो अस्थिरता जो छ, सरकार ढाल्ने खेल्ने, मन्त्रीहरूले काम गर्न नपाउने, सरकारहरूले चाहिँ सरकारमा जानु भनेको भ्रष्टाचारमा गर्नको लागि मात्रै जाने, पैसा कमाउनुको लागि मात्रै जाने, त्यो खालको होडबाजी छ नि। यो संसदीय चरित्रको यो विशेषताको सरकारले चाहिँ गति दिँदैन। अब जनताको आवाज के हुनु पर्यो भने माओवादीले जुन मुद्दा उठाइराखेका छ, प्रत्यक्ष जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरामा जनताले त्यसमा चाहिँ अब साथ दिनु पर्यो माओवादी केन्द्रलाई, र प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको लागि चाहिँ र सबैले त्यहाँ आवाज उठाउनु पर्यो र त्यो मुद्दामा जोड दिनु पर्यो। अबको स्थायी सरकार बनाउने हो भने जनताले त्यसमा चाहिँ दबाब दिनुपर्छ र माओवादीले उठाएको मुद्दामा साथ दिनुपर्छ, अनि मात्रै स्थायी सरकार बन्न सक्छ भन्ने कुरा सबै जनतालाई त्यो कुरामा साथ दिन, प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुखको लागि आवाज उठाउन अपिल गर्दछु। र यो सरकारले अहिले गरेका ज्यादतीहरू छ, भ्रष्टाचारहरूको संरक्षण छ, शिक्षक आन्दोलन सडकमा छन् होइन, स्वास्थ्य कर्मीहरू सडकमा छन्, यसको चाँडोभन्दा चाँडो ऐन ल्याएर समस्या समाधान गर्नेतिर सरकारले तदारुकता दियोस्। र अहिले सदन भर्खरै हिजोबाट सुरुवात भएको छ, सदनले पहिलो प्राथमिकता शिक्षक ऐनलाई पास गर्ने कुरा, स्वास्थ्य कर्मीहरूको समस्या समाधान गर्ने कुरामा जोड दियोस् भन्ने कुरा अपिल गर्न चाहन्छु। हस्, समय दिनुभयो, महत्त्वपूर्ण संवाद भयो, धन्यवाद।